भनेको चाहिँ 5000 हो। जस्तै यहाँ देखाइएको छ एउटा पेपर चाहिँ यो 500 को हो। यो चाहिँ एउटा 500 दुईवटा तीनवटा चारवटा पाँच। साथीहरू, आज म तपाईँ समक्ष एउटा सानो भिडियो क्लिप लिएर आएको छु। भिडियोलाई अन्त्यसम्म हेरेर तपाईँहरूले साथ दिनुहुनेछ भने पनि पुरा आशा गरेको छु। तपाईँहरूले प्राय मेरा भिडियोहरू हेर्नुहुन्छ, लाइक गरिदिनुहुन्छ, कमेन्ट गर्नुहुन्छ हैन। मैले केही विगत वर्षदेखि केही सङ्घर्षशील रूपमा जापानमा काम गर्दै आइरहेको छु। त्यस बिचमा मैले केही इन्टरटेनमेन्ट भिडियोहरू बनाउने, सामाजिक सञ्जालमा हाल्ने, केही मुक्तकहरू, केही गजलहरू, केही आफ्ना कुराहरू सेयर गर्दै आइरहेको छु। तपाईँहरूले पनि यो मेरा कुराहरूलाई राम्रो लागेर तपाईँहरूले लाइक कमेन्ट गर्नुभएको छ, सहयोग गर्नुभएको छ। त्यसको लागि म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। आज पनि एउटा सामान्य विषय भन्दा पनि मलाई अनौठो लागेको विषय चाहिँ मैले उठान गर्दै एउटा सानो भिडियो मार्फत तपाईँहरूलाई पनि देखाउनुपर्छ। तपाईँहरूले पनि त्यही कुराहरू बुझ्नुहुनेछ। हामी जहाँ छौँ, नेपालीहरू जुन ठाउँमा छरिएर बसेका छौँ होइन, यस्ता कुराहरू हाम्रो देशमा पनि लागू भइदियो भने चाहिँ कति राम्रो हुन्थ्यो होला। हाम्रो देश पनि अझै योभन्दा पनि राम्रो भइदिए हामीले अथवा हामी भन्दा पछिका पिँढीहरूले सुख सुविधाहरू उपलब्ध गर्न पाउँथे जस्तो लागेर मैले आज यो भिडियो उपलब्ध गरेको छु। कुरा चाहिँ के छ भने विषयवस्तुमा म प्रवेश गर्न चाहन्छु है। आज म ड्युटीबाट फर्किएर घरमा बसिरहेको बेलामा चाहिँ एकजना कर्मचारी हुनुहुन्छ। उहाँ कर्मचारीले चाहिँ मलाई ढोका नक गरिसकेपछि मैले खोलेर हेर्दै गर्दा उहाँ चाहिँ नगरपालिकाबाट आउनुभएको रहेछ। उहाँले चाहिँ मलाई एउटा खामी दिँदै यसमा चाहिँ सिग्नेचर गर्नुहोस् भनेर भनिसकेपछि मैले यो के को खामी हो भनेर सोध्दै गर्दा उहाँले चाहिँ यो तपाईँको नाम आएको पेपर हो, तपाईँले यसमा सिग्नेचर गरिदिनुहोस् भनिसकेपछि मैले सिग्नेचर गरेँ र उहाँले तपाईँले खोलेर हेर्न सक्नुहुन्छ यो नगरपालिकाबाट आएको हो भनिसकेपछि मैले पक्कै पनि केही राम्रो कुरा होला। नगरपालिकाले चाहिँ हरेक कुराहरूको पेपर चाहिँ पठाउँछ होइन, तर पनि यो तपाईँलाई यो पेपर छ नि, यो चाहिँ अलिक फरक खालको पेपर थियो होइन। अब यसमा चाहिँ अब धेरै खान्जीहरू लेखेको छ। त्यस्तो अब खान्जी पढेर जेउजुता त्यस्तो खालको म होइन होइन, नर्मली चाहिँ पढ्न सकिन्छ। अनि त्यसै गर्दै गर्दा मैले अनुमान गरेको चाहिँ यसमा चाहिँ केही रकम चाहिँ हामीलाई नगरपालिकाले दिएको छ। जापानमा चाहिँ विदेशी अथवा स्वदेशी जो कोही पनि छ, अहिलेको यो जापानमा अलिकति महँगी भएको कारणले गर्दा चाहिँ प्रत्येक व्यक्तिलाई केही रकम चाहिँ दिएको मैले आभास गरेको छु। र यो भिडियो बनाउनुको उद्देश्य के हो भने हामी नेपालमा जन्मिसकेपछि, नेपाली भइसकेपछि हाम्रो देश पनि विकसित मुलुक सरह भइदिए हुन्थ्यो होइन। कहिले यस्तो भयो भने चाहिँ हामीहरूले कहिले सुख पाउँथ्यो भन्ने कुराहरूको एउटा अनुभूति भइसकेपछि, मलाई मनमा लागिसकेपछि एउटा महँगी हुँदै गर्दा यहाँको सरकारले यसरी पैसा बाँड्दो रहेछ, यहाँको सरकारले यहाँका जनताहरूलाई चाहिँ यसरी भनौँ न खुसी बनाउँदो रहेछ भन्ने कुराहरू चाहिँ मैले अनुभव गरिसकेपछि यी कुराहरू हाम्रो देशमा पनि भले नै बिस्तारै, अब एक्कासी हुने कुरा त होइन यो होइन। यो धेरै वर्षको मेहनत यो सरकारले, यहाँको राज्यले, यहाँको देशले गरेको यो ठुलो एचिभमेन्ट हो होइन। त्यो कुराहरूलाई हामीले सर्लक्कै अहिले नै नेपालमा यस्तो हुनुपर्छ, यस्तो भइदियोस् भन्ने होइन, बिस्तारै हुन्छ। तर पनि यस्तो भोलिका दिनहरूमा भइदियो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हेतुका साथमा यो मैले भिडियो बनाएको छु। यो भित्र चाहिँ के छ, मेन कुरा चाहिँ यो भित्र पैसा चाहिँ छ, तर कति छ के छ भन्ने कुरा चाहिँ मैले खोलेर हेरेको छैन। तपाईँलाई मैले यो भिडियोमा देखाउने छु। भिडियोलाई चाहिँ अन्त्यसम्म हेरेर साथ दिनुहुनेछ भन्ने पनि आशा गरेको छु। ल है त, अब यसलाई चाहिँ खोली हेरौँ के छ त यो भित्र। ल साथीहरू, मैले चाहिँ यो पेपर खोलेर तपाईँलाई देखाउन चाहेँ है। यसमा चाहिँ के छ त, यसमा चाहिँ अब खोलेर हेरौँ है त के छ। यसमा चाहिँ फर्स्टमा चाहिँ यस्तो पेपर रहेछ। यो चाहिँ यसमा चाहिँ मलाई लाग्छ यो पसलको नामहरू हो, धेरै छ यो पसलमा। सायद यो सबै पसलको नामहरू हुनसक्छ। यसमा चाहिँ धेरै पसलको नामहरू लेखिएको छ भने यो दुईवटा पेपर आएको छ भने यो भित्र चाहिँ के छ, मेन कुरा चाहिँ यहाँ छ। हो, यो चाहिँ मेन कुरा हो, देख्नुभयो। यसमा चाहिँ के छ भन्नुहुन्छ भने म तपाईँलाई खोलेर देखाउँछु। यहाँ के भनेर रहेछ भने 4 महिना 1 गतेदेखि 6 महिना 30 गतेसम्म चाहिँ यो चाहिँ प्रयोग गर्न पाइन्छ भनेर लेखेको रहेछ। यो भित्र चाहिँ हामीले यसलाई चाहिँ प्रयोग गरिसक्नु पऱ्यो अथवा किनमेल गरिसक्नु पऱ्यो। यसमा चाहिँ कतिवटा छन् भन्ने कुरा चाहिँ म तपाईँलाई काउन्ट गरेर देखाउँछु है त। यसमा चाहिँ 500 को रहेछ, एउटा पेपर चाहिँ 500 को रहेछ। तपाईँले किनमेल गर्नु पऱ्यो भने चाहिँ तपाईँले यो पेपर दिएर सामान किन्न सक्नुहुनेछ भनेर लेखिएको छ। यसमा चाहिँ कतिवटा छन् भने 1 2 3 4 5 6 7 8 9
10 यो चाहिँ 10वटा छन् भन्नुको मतलब जापानिज येन 5,000 रुपियाँ रहेछ है त। यहाँको सरकारले चाहिँ यहाँको नगरपालिकाले चाहिँ महँगी बढेको हुनाले चाहिँ प्रत्येक व्यक्तिलाई यहाँको बासिन्दा अथवा विदेशीहरूलाई चाहिँ यसरी बाँड्दो रहेछ र आज मैले यो खामी प्राप्त गरेको छु। यहाँको सरकारलाई धेरै धेरै धन्यवाद। भिडियो अन्त्यसम्म हेर्नुभएकोमा तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् त, धन्यवाद।